guys, hello, welcome back to my YouTube channel. So आज चाहिँ म के भन्नु गइरहेको छु भन्दाखेरि चाहिँ मनमा वर्किङ अवर्स म चाहिँ स्विगीको डेलिभरी वर्किङ अवर्समा छु हो. सो अहिले चाहिँ म आएको छु तपाईँको एक्रोपोलिस मल एरर पब एन्ड ब्र्यूबाट चाहिँ तपाईँको अर्डर छ. सो यो अर्डर चाहिँ कहाँ आउँदैछ अहिले मलाई थाहा भएको छैन. डेलिभरी मैले पिकअप गरेको छुइनँ नि त हो. सो पिकअप गरेर मात्रै मलाई थाहा हुनेछ. सो आज चाहिँ म के भन्नु गइरहेको छु भन्दाखेरि चाहिँ यहाँ अब हामी स्विगी, जोमेटो, डोमिनोस, पिज्जा हटमा गर्ने डेलिभरी बोइजहरू जति पनि हुनुहुन्छ होइन, जति पनि जनाले तपाईँहरूले अनलाइन डेलिभरी काम गर्नुहुन्छ, एमाजोन, फ्लिपकार्ट, तिनीहरू त झन् अझै साह्रो पर्छ होला हो. अब मलाई नै अहिले स्विगीको अर्डर गरेर साह्रो लाग्छ किनभने इट्स नट इजी क्या. अब जग्गा जग्गा गयो, पिकअप गऱ्यो होइन, त्यहाँबाट कति 9 किलोमिटर 10 किलोमिटर टाढो टाढो एड्रेस हुन्छ हो. त्यहाँबाट फर्किँदा पनि पेट्रोल जान्छ होइन. पेट्रोलको पैसा त तपाईँको स्विगी जोमेटोले दिने कुरा आएन. त्यहाँबाट पेट्रोल आफ्नै पैसाले हाल्नुपर्छ हजुर. त्यहाँबाट टाढो हुन्छ, त्यहाँबाट हामीले लाइक अर्डर गरेर खान्छ अनलाइनबाट होइन. सो प्लिज म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब जति पनि तपाईँहरूको अनलाइन अर्डर गर्नुहुन्छ नि बिचरा, प्लिज गिभ देम सम टिप्स क्या. अब लाइक 50 रुपिस, 100 रुपिस, 20, 50, 40, 30 हुन्छ नि, जति सक्दो लाइक टिप्स चाहिँ दिनुहोस्. अब बिचराहरूको पेट्रोल हाल्नुपर्छ होइन तपाईँको लागि भनेर. तपाईँले खाना खानुहुन्छ, बेलुका हुँदैन, पाकेको हुन्छ हुँदैन भनेर डेलिभर गर्न आउँछ टाढो टाढो. सो गाइज त्यति नै भन्न चाहन्छु होइन. इट्स नट इजी क्या. अब लाइक सोचेको जस्तो चाहिँ हुँदैन. सो प्लिज गाइज होइन, अबदेखि नेक्स्ट टाइमदेखि चाहिँ अलिकति भए पनि तपाईँहरूले पनि स्विगी, जोमेटो डेलिभरी बोयहरूलाई चाहिँ अब अलिकति गिभ देम सम रेस्पेक्ट होइन. त्यो डिजर्भ सम रेस्पेक्ट नि होइन, त्यति नै भन्न चाहन्छु गाइज. सो किप अप विथ माई च्यानल होइन. आजको चाहिँ अब मेरो अर्डर कम्प्लिट आयो नि त, लाइक अर्डर डेलिभरी गर्नु गएको म. सो थ्याङ्क यू गाइज. सब्सक्राइब टु माई युट्युब च्यानल नयाँ आउनुहुन्छ भने होइन. सो तपाईँको फ्रेन्ड्स एन्ड फ्यामिलीलाई पनि मेरो च्यानल सेयर गर्नुहोस्, लाइक गर्नुहोस् अनि मेरो